दर्शकबिन यता भने भूमिकाको सम्पूर्ण कुरा उनको घरमा थाहा भइसक्यो अर्थात् उनको गाउँमा थाहा भइसकेको छ। दर्शकबिन अब भने त्यो कुरा कसले भन्यो भन्ने कुरा चाहिँ देखाएको छैन। दर्शकबिन यता भने भूपेन्द्रले भने आफ्नो बुढी भूमिन्टीलाई सम्झाउँदै क्रममा भाउजू रिसाए पनि केही हुँदैन भनेपछि उनकी भाउजू निकै नै रिसाएकी थिइन्। तर भने दर्शकबिन भूपेन्द्रले सरी भनिसके र उनले माफ पनि गरिदिएकी छन्। दर्शकबिन यता भने अब भूपेन्द्रका दाइ भाउजू अनि उनको छोरा भने उता घर गइरहेका थिए। त्यतिकैमा भुन्टीलाई पनि त्यहीँ लगाएर काम गराउँछु भन्ने भूपेन्द्रको भाउजूको सपना थियो, तर त्यो चकनाचुर भएको छ। दर्शकबिन यिनीहरू उता गाउँमा पुगिसके, तर भने र भूमिकाको त्यस्तो कुरा भने उता गाउँमा कसले भन्यो यो चाहिँ थाहा छैन। यता भने टोकले पनि भुन्टीसँग भेट्न आइसकेका छन्। दर्शकबिन भूमिकाको भने त्यहाँ बलात्कार भएको छ सहरमा भन्ने कुरा उनको आमाले थाहा पाइन्। दर्शकबिन उनको बुबालाई अन्तिममा भन्न लागेकी थिइन्। त्यतिकैमा भने भूपेन्द्रका दाइ भाउजू त्यहीँ पुग्छन्। दर्शकबिन उनीहरू अचम्मित हुन्छन्। भर्खरै त त्यही घरबाट निस्केका छौँ, हामीलाई त केही थाहा छैन भनेर उनीहरू अचम्म भएका छन्। अब आउने भागमा भने भूपेन्द्रले सबै कुराहरू बताउँछन्, किन अरूलाई बताएनन् भन्ने कुरा पनि देखाउनेछन्। र दर्शकबिन भुन्टी अझै पढ्नुपर्छ भन्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक अवश्य गर्नुहोला।